हे गाइस वेलकम टु अ डे इन माई लाइफ। सो फर्स्टमा चाहिँ मेरो भोइस इग्नोर गर्नु होला किनभने मलाई हल्का फुल्का रुगा लागिरहेको छ। सो आजको दिन चाहिँ हामी स्कन टेम्पलमा दर्शन गर्न गएका थियौँ अनि म चाहिँ एक्लै गएको थिइनँ। म मेरो मामु अनि त्यसपछि आमा बुवा आन्टीलाई लिएर गएको थिएँ। अझ मेरो भाइले पनि पछि जोइन गरेको थियो। अनि अनेस्टली भन्नुपर्दाखेरि चाहिँ स्कन टेम्पल चाहिँ म जतिचोटि गएको छु मलाई यहाँ आउँदाखेरि चाहिँ एकदमै नै आनन्द आउँछ। सायद यो मात्र मन्दिर होइन जुन पनि मन्दिरै जाँदाखेरि चाहिँ हजुरलाई पनि त्यस्तै फिल हुन्छ भने चाहिँ एकचोटि कमेन्ट गर्नु होला। अनि मैले चाहिँ मेरो 84 गरिसक्नु भएको आमा बुवालाई पनि त्यहाँ लिएर गएको थिएँ। उहाँहरूको चाहिँ फर्स्ट टाइम थियो। सो उहाँहरू खुसी भएको देख्दाखेरि एकदमै आनन्द आउँदो रहेछ होइन। अझ बुढाबुढी भएको बेलामा घुम्न लिएर जानु भनेको नै त्यो ठुलो कुरा हो होइन। अनि त्यसमध्ये पनि उहाँहरूले इन्जोय गरेको देख्दाखेरि त आफूलाई पनि कस्तो नै रमाइलो लाग्दो रहेछ। अनि 84 वर्षको बुवाले चाहिँ मजाले नाचेर हामी सबैलाई खुसी बनाइरहनु भएको थियो। त्यो देख्दाखेरि पनि मलाई कस्तो नै खुसी लाग्यो। सो हामी चाहिँ यहाँ जतिचोटि आउँछौँ जहिले आरतीको टाइममा नै पुगिरहेका हुन्छौँ। सो अझ तपाईँहरू पनि 11:30 देखि 1 बजेको टाइमभित्रमा तपाईँहरू पनि पुग्नुभयो भने चाहिँ तपाईँहरूले पनि त्यो आरती चाहिँ ठ्याक्क दर्शन गर्न पाउनुहुन्छ। सो हामीले चाहिँ त्यो दर्शनहरू गऱ्यौँ, भजनहरूमा नाच्यौँ, आमा बुवा आन्टी मामु सबैजना नाचिसो। त्यो देख्दाखेरि चाहिँ सायद यही होला फ्यामिलीको माया भनेको होइन। सबैजना खुसी भएको देख्दाखेरि आफूलाई पनि कस्तो खुसी लाग्ने। अनि मेरो बुवाको नराम्रो बानी चाहिँ घरमा खासै खान मान्छिन्न कि। अनि यहाँ चाहिँ प्रसादी बुवा कृष्ण भगवानको प्रसाद भनेपछि चाहिँ उहाँले थपी खाइसकेको थियो। त्यो देख्दाखेरि कस्तो नै खुसी लागेको थियो। त्यसपछि चाहिँ हामी बुढा नीलकण्ठ मन्दिर दर्शन गरेर घरतर्फ फर्क्यौँ। बाई।